हरे कृष्ण वेलकम ब्याक टु माई युट्युब च्यानल। फेरि म आज नयाँ भिडियो लिएर आएको छु र म आज अहिले जेसी स्कुलमा छु। अनि चाहिँ आज होली, सबजनालाई ह्याप्पी होली। अनि मैले चाहिँ आज स्कुलमा बच्चाहरूलाई किन बोलाएको छु भने आज हामीले प्लान्टिङ गर्ने हो। यो एरिनामा चाहिँ हामीले हेज प्लान्ट, यो गोल्डन हेज भन्ने हो, यो चाहिँ हामीले सार्छौँ। अनि हामी अब अहिले चाहिँ एकजना दुईजना जति स्टुडेन्टहरू आएको छ मेरो। अनि प्लान्ट पनि सार्ने, होली पनि खेल्ने, रमाइलो गर्ने, अनि घरतिर जाने हैन। अनि मेरो खास मेन उद्देश्य के छ भने स्टुडेन्टहरूले चाहिँ आफैले सारेको प्लान्टहरू। हजुर ओए थ्याङ्क यू सो मच। ल मलाई चाहिँ स्टुडेन्टले पैसा ल्याइदियो चाहिँ फुलको पैसा हो है। फेरि यति धेरै चाहिँ उठाएको होइन। कति रुपियाँ हो? 500 नै हो। ओए कसले भनेको? यसले त 500 रुपियाँ ल्याएर दियो त मलाई त यार। ओ माई गड। ल ठिकै छ, ल थ्याङ्क यू सो मच। 500 रुपियाँ नि हो? कसले दिएको? जहिले नि 500 रुपियाँ लाग्छ भन्नुभएको थियो। तिमीले 500 रुपियाँ लाग्छ भन्नु थियो। ए भाइ यो त महँगो भन। यो अहिले तिमीले पैसा लाने है फिर्ता है? हुन्छ हुन्छ। को हो उहाँ चाहिँ? पारिस उहाँ चाहिँ कोही? हजुर तिम्रो ड्याडी हुनुहुन्छ? 500 रुपियाँ लाग्दैन नि बेबी। जो 100 चाहिँ ल्याऊ है। 100। मैले किन यस्तो गर्न लागेको भने चाहिँ आफूले पैसा हालेको चिज चाहिँ एकदम धेरै माया लाग्छ कि। जस्तै आफ्नो सामान भनेपछि कसैले छोयो भने नि रिस उठ्छ कि होइन। त्यही भएर चाहिँ मैले चाहिँ सरी फर द्याट। कस्तो हो भने आफूले पैसा हालेपछि होइन यस्तो माया लाग्छ कि जे कुराको पनि। आफूले पैसा नहालिसकेपछि जे कुराको नि यसको त हो भन्ने हुन्छ। अनि बिगारिदिने, टच गरिदिने, ध्वस्त बनाइदिने त्यस्तो हुन्छ कि होइन। त्यही भएर चाहिँ बच्चाहरूले अलिकति पैसा कति रुपियाँ हुन्छ, 10 रुपियाँ हुन्छ कि 5 रुपियाँ हुन्छ कि 50 रुपियाँ हुन्छ कि 100 रुपियाँ हुन्छ। 100 रुपियाँभन्दा धेरै उठाएको त छैन मैले है। 100 रुपियाँभन्दा धेरै उठाएको छैन। इच्छा लाग्छ भने 100 रुपियाँ दियो, इच्छा लाग्दैन भने 10 रुपियाँ 5 रुपियाँ जति दिने हुन्छ। दिँदै नदिने केही फरक पर्दैन मैले भन्दैछु कि होइन। हुँदै भन भने त अब कसरी दिन्छ नि पैसा है। अनि त्यही भएर चाहिँ मैले बच्चाहरूसँग कलर गरेर यो हेज प्लान्ट ल्याएँ। ओए त्यस्तरी होइन, अलि बिस्तारै जराबाट उक्का, जराबाट उक्का। मैले यसरी उक्का हो नि, यसरी यहाँ हेर त। मैले यसरी उक्का यस्तरी, मैले यसरी उक्का यस्तो उक्का, जराबाट तानेर उक्का हो। अलिकति हात माटो खन गुड हो। त्यसरी अब साइडमा माटोहरू तल राख्ने, माटो तल राख्ने अलि बिस्तारै। अनि फुल्लो साइड त्यसलाई म उकाउँछु है। यसलाई पढेन, यसलाई छोडिदियो अहिले, यसलाई छोडिदियो। यिनीहरूले उकाउ। गुड गर गर, यस नगर। खै ए कसो लगा काम गरेर? हमको अच्छा लग रहा है। अच्छा लग रहा है? हाँ, बहुत अच्छा। कसो लगा वे? अल्छौँ भने यस्तो गरे कि गरेन घरमा? एकजनाले गरे हा? ओ माई गड। अनि हजुर सरले गरे होइन? अनिसाले नि? त्यो अनिसा त्यो तेरा उतापट्टि जोयल एकखेर खै तैँले काम गरेको खै तिमीहरू त होली खेल्ने भनेर मात्रै बस्यो। यिनीहरू त हातमा हात लाएर उक्कान त्यहाँ। त्यो माटोहरू त होइन है, त्यो माटोहरू होइन, त्यो खन्न चाहिँ। खन्न पऱ्यो नि त, थोथो अलिअलि खन्नु पऱ्यो नि। खै यिनीहरूले गर्नु त गऱ्यो, तर के गरे अब चित्त बुत्तै गरेन। मैले गर्नुपर्छ जस्तो छ अब। घाम पनि लाग्यो। मैले गर्नुपर्छ जस्तो छ। सधैँ यस्तै होस् ल भयो। क्ल्याप स्टप। हाम्रो फुल सधैँ यतिको हरियो परियो भओस् है, बुझ्दैन? हेर्न सक्नुहुन्छ सरको हातले कमाल गर्नुभएको हो। अर्को बिरुवाहरू त्यहाँ केटाकेटीहरू त्यो स्वागत पर्छ सरको
हजुरहरूले माया लाग्छ लाग्दैन फुलको आफूले रोपेको फुलको माया लाग्छ लाग्दैन लाग्छ लाग्दैन घरमा स्ट्रबेरी छ त्यो टिपेर खाइदिनु अनि जतन गर्ने हो कुन प्लान्ट है स्नेक प्लान्ट हो पछि गाइस होइन गाइस हल्का माथि गर गाइस हल्का माथि गर गाइस पक्न गाइस यो घाँस फाल्ने होइन घाँस फाल पुन्टीले रोप्नै नआउँदा चाहिँ फुल ल यो घाँस फालिदिने अनि बल्ल के अरे गर्ने होइन ल ठिक छ ल अब हाल्दै गुड नाइस पुन्टीले पनि एउटा फुल दुईवटा फुल रोप्यो पुन्टीले पनि भनेपछि जुनपिडी र कुन्टी भएर रोपेको हो त्यो चाहिँ ल अब माटो हाल अनिसा माटो हाल यता गुड अनिसाले एउटा फुल रोप्यो गुड भयो अनिसा ल छोड ल अनिसा ल भयो ल ओके हाम्रो फुल सारेर कम्प्लिट भयो अब पानी हाल्ने मात्रै काम छ है ल पानी तिमीले हाल ओ डस्टबिन खोज्नु अब मैले कहाँ थाहा त ल यिनीहरू पनि हटा ह्याप्पी होली मेरो सानीलाई ल ह्याप्पी होली होइन त्यसले लाउने होइन त्यो लाउने होइन ल आइज जोइल गोइल ह्याप्पी होली स्टिन लगाउनु हुन्छ के हुन्न ल ह्याप्पी होली ल यसलाई देश त गर्ने हो ल आजको दिन नि यसरी नै जाने भयो होली हेलो मलाई च्याप्छस् ह्याप्पी होली ल आमा यसो हातमा पानी लैछ ल ह्याप्पी होली सबैजनालाई यसरी नै लगाइदिएर मात्रै लाग्यो नत्र त आइएम नट इन्ट्रेस्टेड टु प्ले बच्चाहरू यहाँ रमाइलो गरिरहेको छ खुसी भएछ पानी छ्याप अब नछ्याप भने पनि नमिल्ने छ्याप्छन् जसै छ्याप्छ 3 गो पकड जा पकड दुईजना मिलेर पकड जा जान केही नि टोयलेट गयो भित्र नि जा छोड्ने मगर अब अहिले आउँछ अनि बल्ल
केटा हो नि होइन केटा हो नि होइन मगर केटा हो नि मजा भयो मजा भएछ अनिसाले होइन अनिसाले होइन अनिसाले होइन Oh my god, I'm so happy today with my student. Ay, मगर कस्तो भएछ रमाइलो भएछ एकदम रमाइलो लाग्छ हो घरमा भएपछि रमाइलो हुन्थ्यो हुन्थेन है हो Just perfect story. बैटल रॉयल चल रहा पानी भइयो ल फेरि पानी भर्न अब यो लोडेड हो लोडेड हो ह्याप्पी होली रमाइलो भएछ नि होइन र मेरोबाट हाल त कान्छ एउटा